नमस्कार, म सञ्जय कुमार चौधरी, क्याम्पस प्रमुख जेएस मुरारका बहुमुखी क्याम्पस लाहान। अहिले कक्षा 11 मा भर्ना खुल्ला छ। सिराहा जिल्लाकै सबभन्दा पुरानो र जेठो क्याम्पस जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा 11 मा भर्ना खुल्ला छ। क्याम्पसमा चाहिँ पूर्णकालीन शिक्षणहरूबाट अध्ययन अध्यापन हुन्छ, साथै सुन्दर शान्त स्वच्छ वातावरणमा पठन पाठन हुन्छ र सबै मास्टर डिग्री गरेका शिक्षकहरूबाट मात्रै यहाँनिर अध्यापन हुन्छ। विद्यार्थीहरू, साइन्सका विद्यार्थीहरूको लागि ल्याब, कम्प्युटर ल्याबको व्यवस्था, पुस्तकालयको व्यवस्था छ भने अरू विद्यार्थीहरूको लागि पनि कम्प्युटर साइन्स लिने विद्यार्थीहरूको लागि पनि कम्प्युटर ल्याब यहाँ छ, कम्प्युटरको रुम छ, टिचर छ यहाँनिर, पुस्तकालयको राम्रो व्यवस्थापन छ, क्यान्टिनको व्यवस्थापन छ। नमस्ते, मेरो नाम राधा कुमारी राम हो। मेरो घर कल्याणपुर खडक नगरपालिका 7 सप्तरी अनि म जेएस मुरारका माध्यमिक विद्यालयमा साइन्सको स्टुडेन्ट हो। यहाँको वास्तवमा वातावरण धेरै राम्रो छ, सबै टिचरहरू धेरै राम्रो हुनुहुन्छ। यहाँ फ्याकल्टी भनेको एजुकेसन, कमर्स र साइन्स हो। साइन्समा फेरि दुईटा ग्रुप छ, एउटा बायोलोजी र एउटा कम्प्युटर साइन्स छ। सम्पूर्ण विद्यार्थी र अभिभावक र सरोकारवालालाई म जानकारी गराउन चाहन्छु। यहाँ फ्री सिपको पनि व्यवस्था छ र इन्ट्रान्समा जसले 1 नम्बरमा नाम निकाल्छ त्यसलाई हामी 12 महिनाको चाहिँ फ्री सिप चाहिँ दिने गर्छौँ। त्यसले गर्दाखेरि इन्ट्रान्समा पनि प्रतिस्पर्धी हुन्छ। जसले राम्रो नम्बर ल्याउँछ, जसले राम्रो मार्क ल्याउँछ त्यसलाई नै हामी चाहिँ फ्री सिप दिन्छौँ। यसपालि अब हामी सोचेका छौँ साइन्समा पनि दिने, एजुकेसनमा पनि दिने, कमर्स जति फ्याकल्टी छ सबैमा एक जनालाई जो राम्रो आयो त्यसलाई चाहिँ दिने र साथै 4 GPA का विद्यार्थीहरूलाई चाहिँ हामी उच्च प्राथमिकतामा राख्छौँ। 4 GPA छ अथवा A+ ल्याएका विद्यार्थीहरू, 4 GPA भन्दा कम भए पनि A+ ल्याएका, A ल्याएका विद्यार्थीहरूलाई चाहिँ फ्री सिपमा चाहिँ उहाँहरूलाई चाहिँ हामी इन्टरभ्यू लिएर जे जति हुन्छ हामी फ्री सिप दिने नै छौँ भन्ने बाचा पनि गर्छु। नमस्ते, मेरो नाम शेखा खातुन हो। मेरो घर सिराहा 412 हो। म यही जेएस मुरारका माध्यमिक विद्यालयको विज्ञान शाखामा पढ्छु। यहाँको वातावरण धेरै राम्रो छन्। सबै विद्यार्थीहरू अनुशासनमा बस्छन्। यहाँका सरहरूको व्यवहार पनि धेरै राम्रो छन्, कसैमा भेदभाव पनि गर्दैन र यहाँ प्र्याक्टिकल पनि धेरै राम्रो हुन्छ र यहाँ पढाइ पनि धेरै राम्रो हुन्छन्। नमस्ते साथीभाइहरू, म सितास्मा छ। आज मध्य प्रदेशको नम्बर 1 कलेज जेएस मुरारका बहुमुखी क्याम्पसको साइन्स ल्याबको अगाडि उभिरहेको छु। यो हामी सबैजना चाहिँ BSc फर्स्ट इयरमा पढिरहेको चाहिँ स्टुडेन्ट्सहरू हौँ। यहाँ चाहिँ +2 को क्लासेसहरू, 11-12 क्लास, ल्याब सबै कुराहरूको सुविधाहरू छ। आज म तपाईहरुलाई हाम्रो ल्याब हेराउन गइरहेको छु। आज हामी माइक्रोस्कोपको हेल्पबाट माउथ पार्ट्स अफ अ ककरोच हेर्ने गइरहेको छु। आज हामीले माउथ पार्ट्स अफ ककरोचको ल्याबमा चाहिँ प्र्याक्टिकल गऱ्यौँ। माउथ पार्ट्स अफ ककरोचको प्र्याक्टिकल गर्नको लागि सबभन्दा पहिले हामीले फ्रेसली किल्ड ककरोच लियौँ। त्यसपछि त्यसलाई चाहिँ हामीले त्यसको म्यान्डिबल, म्याक्सिला सबै माउथ पार्ट्सहरू छुट्याएपछि सबैलाई चाहिँ एउटा वाच ग्लासमा लिएर पानीमा धोयौँ, त्यसलाई फ्रेस गऱ्यौँ। सफा गरेपछि सबैलाई टेस्ट ट्युबमा 5% QH हालेर सल्युसनमा हालेर
त्यसलाई चाहिँ एकछिनलाई स्टेन गऱ्यौँ। त्यसपछि त्यसमा चाहिँ 30%, 50%, 70% र 90% एब्सोल्युट अल्कोहलहरू हालेर त्यसलाई स्टेन गऱ्यौँ एकछिनलाई। त्यसपछि हामीले त्यसलाई जाइरोलमा हालेर सफा गऱ्यौँ अनि त्यसलाई माउन्ट गरेर त्यसपछि त्यसको प्रिपेयर भयो स्लाइड अनि त्यो स्लाइडलाई माइक्रोस्कोपमा गएर हेरेँ अनि प्र्याक्टिकल फाइलमा चाहिँ त्यसको ड्राइङ कमेन्ट्सहरू देखेर सबै प्र्याक्टिकल प्रिपेयर गरेर त्यसपछि हामीले टिचरलाई बुझायौँ। सदन कुमार शाह सहायक क्याम्पस भनौँ जीएस मुरारका बहुमुखी क्याम्पस लाहाम। यो क्याम्पस एउटा सामुदायिक क्याम्पस हो। विक्रमसम्म 2044 सालमा स्थापित जीएस मुरारका बहुमुखी क्याम्पस हाल मास्टर स्तरसम्म स्नातकोत्तर तहसम्म अध्ययन भइरहेका छन् यो क्याम्पसमा। र खास गरिकन यो क्याम्पसको विशेषता के हो भन्दाखेरि यहाँ वेल म्यानेज छ। हरेक फ्याकल्टीहरूमा एक्सपिरियन्स टिचरहरू, क्वालिफाइड टिचरहरू हुनुहुन्छ र हाम्रो प्रशासनिक स्टाफहरू पनि क्वालिफाइड अनुभवी हुनुहुन्छ। अर्को विशेषता भनेको खास गरिकन हाम्रो यो क्याम्पस मध्य प्रदेशकै एउटा यस्तो क्याम्पस हो जुन क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युए एक्रिडेट भएको क्याम्पस र बेस्ट क्याम्पस अवार्ड पाएको क्याम्पस हो नेपाल राज्यभरिमै। यस अर्थमा पनि यो क्याम्पस एउटा यस्तो महत्त्व राख्छ कि यस भेगका विद्यार्थीहरू यहाँ अध्ययन गर्यो भने, यो क्याम्पसबाट पढ्यो भने, पास आउट भयो भने यो क्याम्पसबाट पास गरेको सर्टिफिकेटमा क्युए एक्रिडिटेड बाई युनिभर्सिटी ग्रान्ट कमिसन लेखिएको हुन्छ र त्यो सर्टिफिकेटको अरू कलेजबाट पढ्दाखेरिको भन्दा यसको महत्त्व अलिकति बढी हेर्ने दृष्टिकोण अलिकति राम्रो, किनकि क्वालिटी मेजरमेन्ट गर्ने शैक्षिक संस्थाहरूमा क्युए एक्रिडेटेड कलेजहरूलाई अलिकति बढी महत्त्व दिएको हुन्छ। यस अर्थमा पनि म यहाँको बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी, नागरिक समाज सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु कि तपाईहरू हामीलाई विद्यार्थी दिनुस्। हामीले तपाईहरूको विद्यार्थीलाई फुल्ली कम्पिटेन्ट बनाएर यहाँबाट पठाउँछौँ र तपाईहरूको विद्यार्थी बजारमा सजिलैसँग रोजगार पाउन सक्छन्। त्यस्तो वातावरण हामी सिर्जना यहाँ गरेका छौँ र यहाँका सम्पूर्ण टिचर स्टाफ, यहाँका नागरिक समाज, यहाँका सञ्चालक समिति र सरोकारवाला पक्षहरूको राम्रो सहयोग रहेको छ यो क्याम्पसमा। र यो क्याम्पस विगतदेखि नै 44 सालदेखि नै हालसम्म हजारौँ विद्यार्थी यो क्याम्पसबाट प्रोडक्ट भएका विद्यार्थीहरू स्वदेशमा र विदेशमा राम्रो पदमा कार्यरत हुनुहुन्छ। उहाँहरूको सल्लाह सुझाव लिएर हामी यो क्याम्पस अगाडि बढाइरहेका छौँ र यस भेगमा मात्रै होइन कि यो देशभरिमा नै हाम्रा प्रोडक्टहरू राम्रोसँग बजारमा बिक्न सक्छन्, त्यो विश्वास पनि हामीले लिएका छौँ र त्यसरी हामीले क्याम्पसलाई अगाडि बढाउँदै गइरहेका छौँ। धन्यवाद। जीएस मुरारका क्याम्पसको टिचर, सुरुमा त म टिचर 2054 सालमा म जीएस मुरारका क्याम्पसमा आएँ। 54 सालदेखि म मनोविज्ञानको शिक्षकको रूपमा यहाँ कार्यरत छु। 2 पटक सहायक क्याम्पसको मलाई पद दिनुभयो क्याम्पसले, मैले आफ्नो दायित्व पुरा गरेँ। अहिले जीएस मुरारका क्याम्पस सञ्चालक समितिले मलाई जीएस मुरारका माध्यमिक विद्यालयको प्रिन्सिपल पद दिनुभएको छ। म प्रिन्सिपल पदको अहिले जुन काम छ म निर्वाह गरिरहेको छु। सम्पूर्ण समाजवासीलाई, लाहानको सम्पूर्ण समाजवासीलाई म के बिन्ती गर्न चाहन्छु भने आफ्नो विद्यार्थीलाई जीएस मुरारका क्याम्पसमा नै पढ्न पठाउनु, किनकि जीएस मुरारका क्याम्पस क्युए प्राप्त क्याम्पस भइसक्यो। यहाँको उत्तम पढाइ छ। यहाँ दलित विद्यार्थीको लागि पनि व्यवस्था छ, यहाँ मुस्लिम विद्यार्थीको लागि पनि व्यवस्था छ, यहाँ थारू विद्यार्थीको लागि पनि व्यवस्था छ। यहाँ हरेक समुदाय विद्यार्थीको लागि हामी मिडियम इङ्ग्लिस मिडियम पनि पढाइ छ, नेपाली मिडियम पनि पढाइ छ र साइन्सको पनि हाम्रो यहाँ राम्रो पढाइ छ। सँगसँगै
जेएस मुरारका माध्यमिक विद्यालयमा यहाँ ल्याब मध्य प्रदेशको सबभन्दा महत्त्वपूर्ण ल्याब जेएस मुरारकामा छ। म तपाईहरुसँग बिन्ती गर्छु कि तपाईहरु आफ्नो छिमेकी आफ्नो समाजको जो पनि चिनजानको व्यक्ति भर्खरै सीईको परीक्षा दिएर विद्यार्थीहरु उच्च शिक्षा प्राप्त गर्न चाहदै हुनुहुन्छ उहाँलाई जेएस मुरारका क्याम्पसमा पठाउनु। सँगसँगै जेएस मुरारका कलेज, जेएस मुरारका क्याम्पस सबै यो भित्रै छ। जेएस मुरारका क्याम्पसमा मास्टर डिग्री सम्मको पढाइ हुन्छ। जेएस मुरारका क्याम्पसमा खास गरेर म्यानेजमेन्टको पनि पढाइ छ, एजुकेसनको पनि पढाइ छ र साइन्सको पनि पढाइ छ। उच्च शिक्षा जति शिक्षा +2 देखि तपाईले यहाँ पठाउनु पर्ने विद्यार्थीलाई मास्टर डिग्री गरेर राम्रो यहाँबाट विद्यार्थी बनेर एउटा मार्केटमा त्यो विद्यार्थीको महत्त्व हुन्छ र जब पाउने खाली विद्यार्थी बनेर निस्किन्छ। त्यसले गर्दा मेरो विद्यार्थीसँग बिन्ती छ, समाजवासीसँग बिन्ती छ कि अब अहिले नामाङ्कनको समय आइसकेको छ। आफ्नो विद्यार्थीलाई काठमाडौँ, विराटनगर, धरान तपाईहरु जुन पढाउनुहुन्छ यहाँ कम मूल्यमा विद्यार्थीलाई कम पैसामा आफ्नो घरमा पढाएर आफ्नो अन्डरमा राखेर आफ्नो सँगै खुवाएर यहाँ पढाउन सक्नुहुन्छ। यहाँ 2टा बसको पनि व्यवस्था छ। हाइवेमा 2 ठाउँमा बस पनि जान्छ। बसमा पनि तपाईले विद्यार्थीलाई पठाउन सक्नुहुन्छ। त्यसले गर्दा यहाँ आउनु, नामाङ्कन गराउनु। मेरो तर्फबाट तपाईहरुलाई स्वागत छ। नमस्कार। श्री जेएस मुरारका बहुमुखी क्याम्पस अन्तर्गत रहेको श्री जेएस मुरारका माध्यमिक विद्यालयको तर्फबाट सम्पूर्ण अभिभावक र विद्यार्थीहरूमा आग्रह गर्न चाहन्छु। जेएस मुरारका क्याम्पस यस क्षेत्रका शैक्षिक क्षेत्रमा एउटा नमुना क्याम्पस हो। QAA प्राप्त गरेका छन् र यो क्याम्पसमा भौतिक र शैक्षिक वातावरण सन्तुलित छन्। यहाँ भौतिक रूपमा यो क्याम्पस सम्पन्न छ र दक्ष र अनुभवी प्राध्यापक र शिक्षकहरूबाट नियमित अध्ययनको वातावरण यहाँ बनाइएको छ र यो सामुदायिक क्याम्पसभित्र चल्ने यो सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई प्रत्येक वर्ष छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिने गरेका छन् र यो क्याम्पस यहाँको किसान, मजदुर, व्यापारी सम्पूर्ण जनसमुदायको आफ्नै क्याम्पस हो, आफ्नै माध्यमिक विद्यालय हो। हामी सबैसँग के आग्रह गर्छौँ भने हामी कतै भ्रममा नपरौँ। तपाईहरुलाई लाग्न सक्छ कि जेएस मुरारका क्याम्पस एउटा सामुदायिक क्याम्पस हो, त्यहाँ नियमित पढाइ हुँदैन, नियमित कक्षा हुँदैन, यस्ता किसिमका कुराहरू बाहिर तपाईहरुलाई भ्रममा कसैले पार्न पनि सक्छ। तर भ्रममा नपरौँ। एक पटक तपाईहरु क्याम्पसमा आइदिनुस्। यहाँको +2 अन्तर्गतको 11-12 कक्षामा पढाइ हुने शिक्षा, मानविकी, विज्ञानका कक्षाहरूमा तपाईहरु आएर आफै अनुगमन गर्नुस्। यहाँको सरहरूबाट पनि तपाईहरु परिचित हुनुस् अनि तपाईहरुलाई मन परेर भने तपाईहरुको स्वेच्छा छ जता आफ्नो विद्यार्थीलाई भर्ना गराए पनि हामीलाई आपत्ति हुँदैन। तर तपाईहरुकै निम्ति यत्रो खर्च गरेर हाम्रो उदारदाता परिवार, लाहान नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलहरू, समाजसेवीहरू सबैको सहयोगबाट सञ्चालनमा आएको यो क्याम्पसको शैक्षिक इतिहास छ, शैक्षिक विरासत छ। तपाईहरुकै सहयोगबाट चल्ने यो क्याम्पसमा तपाईहरुले यहाँको विद्यार्थी पलायनलाई पनि हामी रोक्न सबैमा आग्रह गर्दछौँ। तपाईहरु आफ्नो विद्यार्थीलाई एसई परीक्षा सकिएपछि तपाईहरु विराटनगर, काठमाडौँ,
अन्य ठाउँमा विद्यार्थीहरू पठाउनुहुन्छ कि यहाँ विज्ञानको साइन्सको विभिन्न संकायका पढाइहरू गुणस्तरीय हुँदैन भनेर, तर त्यस्तो छैन। जेएस मुराका क्याम्पस अहिलेको समयको माग अनुसार शैक्षणिक गतिविधिहरूलाई अगाडि बढाएको छ र दाता परिवारले यो क्याम्पसमा +2 मा अध्ययन गर्ने 25% छात्रहरूलाई पनि यसपटकदेखि छात्रवृत्ति दिने व्यवस्था गरिएको छ। छात्रवृत्तिको हामीले एउटा नयाँ परिपाटी बसालेका छौँ। यहाँ तपाईको विद्यार्थी नियमित आउँछ कक्षामा, राम्रो परीक्षामा राम्रो अङ्क ल्याएको छ, हामी सबैको एउटा इन्टरभ्यू लिन्छौँ। त्यसमा तपाईको विद्यार्थीको कक्षाको रिपोर्ट, टिचरले दिएको रिपोर्ट, उसको अनुशासन सबै कुरालाई हेरेर हामीले छात्रवृत्ति दिने गरेका छौँ। यस्तो व्यवस्था अन्य अरू ठाउँमा छैन जस्तो हामीलाई लाग्छ। त्यसकारण यदि तपाईको विद्यार्थी पढ्नमा लगनशील भयो भने, इमानदार भयो भने हाम्रो क्याम्पसमा छात्रवृत्ति लिएर पनि सहुलियतमा पढ्न सक्छन्। आफ्नै घरमा खाना खाएर क्याम्पसमा आएर यो +2 मा 11-12 यो क्याम्पसमा त 11 क्लासमा छिरिसकेपछि मास्टर डिग्रीसम्मको पढाइ छ यहाँ। त्यसकारणले हामीले बाहिर काठमाडौँ, विराटनगर बाहिर गएर धेरै आर्थिक रूपमा खर्च गरेर आर्थिक रूपमा लाचार हुनुभन्दा हाम्रै ठाउँमा रहेको जेएस मुरका क्याम्पस किन नजाने। त्यसकारण हामी यो विज्ञापन गरेर कसैलाई अल्झाउने, कसैलाई झुटो आश्वासन दिने काम गरेका छैनौँ। भनिन्छ तस्बिर आफै बोल्छ, काम आफै बोल्छ। हाम्रो रिजल्टले बोल्छ, हाम्रो शिक्षणले बोल्छन्, हाम्रो क्याम्पसको व्यवस्थापनले बोल्छन्। आज यो क्याम्पस क्युए त्यसै प्राप्त गरेको होइन। यस क्याम्पसका दक्ष प्राध्यापकहरूको मेहनतबाट, यहाँको सञ्चालक समितिको लगनशीलताबाट र यो समाजको सहयोगबाट हामी यहाँसम्म आइपुगेका छौँ। यो क्याम्पसमा हाम्रो विज्ञानको प्रयोगशाला छ। यो विज्ञानको प्रयोगशाला पूर्वाञ्चलमा धेरै क्याम्पसमा यस्तो छैन। हामीले त्यो ज्ञानमा गर्व गरेका छौँ। हामीले मध्य प्रदेश सरकारबाट पनि विगतमा सहयोगहरू भएको छन्। +2 का भवनहरू पनि हामीले राम्रै स्तरीय भवनहरू निर्माण गरेका छौँ र यो क्याम्पसको जुन एउटा भौतिक पक्ष छ त्यो त सराहनीय छ नै। हामी दिन प्रतिदिन अपडेट हुन हाम्रा क्याम्पसका प्राध्यापक शिक्षकज्यूहरूलाई पनि समयानुकूल प्रशिक्षित हुन, समयानुकूल अपडेट हुन पनि हामीले वातावरण दिने गरेका छौँ। त्यसकारण हामी सम्पूर्ण यहाँका अभिभावकज्यूहरूमा आग्रह गर्छौँ, हामीसँग क्याम्पस र +2 को विद्यार्थीहरूलाई घरसम्म पुर्याउने बसको व्यवस्था पनि छ। त्यो बसको माध्यमबाट पनि यहाँ आउन जान सकिन्छ। तसर्थ सम्पूर्ण अभिभावकज्यूहरू हामी आफ्नो विद्यार्थीहरूलाई धेरै टाढा राख्यो, धेरै खर्च गर्यो भन्ने गुणस्तरीय शिक्षा हुन्छन् जुन हाम्रो मनोवैज्ञानिक छाप परेको छ, यसबाट मुक्त हुनको लागि हाम्रो क्याम्पसको सञ्चालक समितिको बैठक हुन्छ, माध्यमिक विद्यालयको बैठक हुन्छ। यो बैठकहरूमा हामीले प्रस्ताव ल्याउने गरेका छौँ। हामी हाम्रो ठाउँको विद्यार्थीले यही किन गुणस्तरीय शिक्षा नदिलाउने, त्यसको लागि हामी विज्ञान, वाणिज्य र अन्य फ्याकल्टीहरू जो यहाँको माग छ त्यसमा पनि हामीले लागि परेका छौँ। अन्तमा एकपटक फेरि पनि म सम्पूर्ण अभिभावकज्यूहरूसँग विनम्रतापूर्वक आग्रह गर्दछौँ, तपाईहरू जेएस मुरका क्याम्पस, जेएस मुरका माध्यमिक विद्यालय, जेएस मुरका कलेज यो 3वटा एउटै हाताभित्र सञ्चालन छ। तपाईहरू आफ्नो विद्यार्थीहरूलाई यहाँ भर्ना गराउनुहोस्। तपाईहरू हाम्रो क्याम्पस प्रशासनसँग, हाम्रो सरहरूसँगको सम्पर्कमा रहनुहोस्। घरमा तपाईहरू निगरानी गर्नुहोस्, क्याम्पसमा हामी अनुशासित वातावरणमा निगरानीमा रहन्छौँ र यो क्याम्पसलाई अझै सफलताको शिखरमा पुर्याउँ र तपाईहरू आफ्नो विद्यार्थीहरूको भविष्यलाई सुरक्षित गरौँ भन्ने आग्रह गर्छु। र म यस क्याम्पसको अन्तमा म आफ्नो परिचय पनि दिन्छु। म जीवछ यादव, उदासीको नामबाट पनि म परिचित छु। म यस जेएस मुरका बहुमुखी क्याम्पसको सञ्चालक समितिको दाता परिवारबाट मनोनीत पनि छु
र अहिले प्लस माध्यमिक विद्यालयको अध्यक्षको हैसियतमा काम गरिरहेको छु। तपाईहरूको सल्लाह सुझावलाई सदैव मनन गरी यो क्याम्पसको उज्जवल भविष्यको लागि मैले आफ्नो तर्फबाट योगदान र भूमिका खेलिरहेछु। धन्यवाद, नमस्कार। म यस जेएस मुरारका बहुमुखी क्याम्पसको सोभि सभापति र यसै क्याम्पसका विद्यार्थी पनि हुँ। यस क्याम्पसमा +2 कार्यक्रमदेखि लिएर मास्टर्स कार्यक्रमसम्म सञ्चालनमा आइरहेछन्। तपाईँ +2 मा यहाँ साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटी अनि एजुकेसन जस्ता फ्याकल्टीहरू पढ्न सक्नुहुनेछ। साथै ब्याचलर लेभलमा पनि साइन्स, म्यानेजमेन्ट, एजुकेसन, ह्युम्यानिटी र आइसिटी जस्ता कोर्सहरू छन्। त्यति मात्र नभई यहाँ हाम्रा मास्टर्स पनि छन्। मास्टर्समा पनि म्यानेजमेन्ट र ह्युम्यानिटीका कोर्सहरू छन्। यो क्याम्पस भौतिक संरचनादेखि लिएर शैक्षिक गतिविधिमा पनि अति नै राम्रो रहेकोले तपाईहरू यसलाई विश्वास गरेर आफ्नो भविष्यको बाटोको एउटा डोर यहाँ दिन सक्नुहुनेछ।